नमस्कार साथीहरू, आज चाहिँ मैले एउटा सानो हेल्थ टिप्स लिएर आइरहेको छु है। ध्यान दिएर सुन्नु होला। विशेष गरेर चाहिँ यो नाकको समस्या हुनेहरूको लागि हो। मेरो पनि यस्तै समस्या भएर चाहिँ अनि बिस्तारो यो समस्याले गर्दा अपरेसनसम्म गर्नुपर्ने भएको कारणले गर्दा चाहिँ हजुरहरूको लागि चाहिँ यो सानो टिप्स दिँदैछु है। म एउटा जल नेती भन्ने हुन्छ, जसले चाहिँ नाक सफा गर्ने हुन्छ। एउटा यो नेती पट हुन्छ, यसमा चाहिँ तपाईँले हल्का नुन र मनतातो पानी हालेर भर्न सक्नुहुनेछ। यो नाकबाट पानी हालेर यसबाट निकाल्ने, यसबाट हालेर यसबाट निकालेर चाहिँ नाक चाहिँ सफा गर्नुपर्ने हुन्छ है। धुवा धुलोमा काम गर्दाखेरि चाहिँ तपाईँहरूको यो इन्फेक्सन भएर भित्रभित्र बिस्तारो हुँदै गइसकेपछि त्यो पछि अपरेसन गर्नुपर्ने स्थिति पनि आउने रहेछ है। यसको गर्ने तरिका चाहिँ यसरी बस्नुहोस् पहिला, अनि यो गर्दाखेरि चाहिँ तपाईँले नाकबाट सास लिनु हुँदैन, मुख राखेर मुखबाट सास फेर्नुपर्छ है। तपाईँ बिस्तारै मुख गर्ने, जमिनतिर हेर्ने, अलिकति